त्यो पनि दुश्मनी निस्क्यो कि के हो? यहाँ सुन बहिनीले यहाँ सुन तैँले पोडकास्टमा के गरेको थियो भन न। मेरो प्रकाशमा मैले उसँगै हो 2-3 महिना भएको त्यो बात नभएको अनि त्यही भएर चाँडै फर्केर आऊ बेबी। मेरो नाम माया होइन, मेरो नाम जेसा हो। मैले माया भन्दैन तिमीलाई माया गरेर थ्यात तेरिका उ पनि लाग्यो माया गरेर माया भनेको अनि माया नै ए माया गरेर माया भनेको रे नि त नि तिमीलाई। सुमन मगर थ्यांक यू सो मच। ठिक छ त्यो वेलकम छ। थ्यांक यू सो मच हैन के यहाँ कुरा गर न। छोड्देऊ के उसले मलाई माया गर्दैन छोड्देऊ। तिम्रो भाइको त माया नै छ दुबईमा रे। अनि त्यसको दुबईमा थ्यांक यू एनिका। ल पहिले तिमीहरूको कुरा मिल्ला जस्तो छैन खेमे हेर है अब कसो गल्ती हो यहाँ सल्टाइहाल है छिटो। जेसा अघि टुलुसँग के गर्यो भने त यही गरेको छैन हल्का हल्का जिस्किँदै थियो। ल ऊ हेर न अनि खेमे हुँदा हुँदै अरूसँग जिस्किने के भएको यो बहिनी त। तीनटा म्युजिक भिडियो खेलेको किन के को लागि खेलेको तीनटा म्युजिक भिडियो? सिङ्गर हो हुन लागेको छ अब दुईटाको सुटिङ हुन लाग्यो भनेपछि रोको त मिल्या छ नि भाइ हिस्ट्री रोको त मिल्या छ नि हैन मिल्याछ दामी मिल्याछ दोस्त टेन्सन नले दामी देखिरहेछ ऊ चस्मा ओइ ओइ तँ रुँदाखेरि चस्मा आउँदो रहेछ ओइ रोको गर गिफ्ट रोको गर खेमे रोको गर वाह गुवा रोइदे दामी रोइस भाइ टार्गेटमा अन गाइस टार्गेट कमन टार्गेटमा दुईजना गाइस टार्गेट पुरा गर्नु पर्यो नि के पहिला त गेम बनेको गाइस उतापट्टि भेट उतापट्टि इन्टुमा ओ इन्टुमा गाइस ओइ तँ आइराछ भने आइराछ हिस्ट्री यो यार स्लिम बुनी खै आँसु नै आएन त खै आँसु चस्मा भित्र आउँछ नि चस्मा बाहिर फोडेर आँसु आउँछ गाइस इन्टुमा गाइस कमान ओइ मेरो साथीले यसले आँसु नै आएन भने यो जोनी के भएको? त्यही त आँसु आएन अलिकति कमसेकम अलिकति भिक्स त लगाउनु पर्छ नि आँखाको आँसु भित्र आउँछ कि आँसु भित्र आउँछ चस्माबाट भित्र आउँछ त्यही त खसेर त ए अम्मा हेर आहा हेर रसाको हेर अनि ओइ रगत त निस्किन लागिसकेछ यार रातो अलि बढी भयो त बढी भयो अरे यार लो के भएको? ओइ तँलाई चिस्क्या हेर त खेमेलाई चिस्काउँछ यसरी खेमे भनेको के हो नि त हैन के हामीले जित्दै गाइस हामीले जित्दै पर्यो क्या के चुप लाग्दैन सक्दैन अरे अब बिचरा खेमेको हालत देखेर मलाई माया लाग्यो मेरो साथीको यार खेमे छ्या। हेर न टुर्रा भनेको ला ओइ कसलाई हो जोनीलाई हो कि जेसालाई हो थाहै भएन जेसालाई हो किन अगाडि ल्याए त अब खायो त मैले त जोनीलाई खाएँ कि के हो भनेको नि म त डराएर फेरि चिने वेलकम छ तर नहुन नि सक्छ तर जोनीतिर गएको नि हुनसक्छ त्यो जुप्पा त यार त मेरै पछि सोझो होला म सोझो एकदम सोझी मान्छे हो म हो तिमी त सोझी हो नि है एकदम अघि जेसा आउनुभन्दा अगाडि चाहिँ जेसाले छोडे के भयो त म छँदैछु नि भन्दै थियो अहिले हेर न सोझी कसम भनेको होइन भाइ कसम कम त गरेछ यो जोनी कतिवटा 5-6वटा एक्स गर्लफ्रेन्ड हुन लागिसक्यो होला कसको खेमेले तिमीलाई मात्र माया गर जोनीले तिमीलाई माया गर्छु भन्दाखेरि खेमेले के भनिरहेको छ होइन मेरो मलाई जेसा नै चाहिन्छ भन्दै थियो फेरि मैले भनेर जस्तो लाग्छ किन मैले त मेरो जेसा नै चाहिन्छ भनेर अनि बढ्न होला है तिमी उठ्दिन्छ त्यही आएर अलवेज वाचिङ साइलेन्ट हो र पुटुटु गन हुन्छ फेरि मनी गन भन्छ क्या यसलाई फेरि त्यो पनि यसमा कुन हुन्छ थाहा छ यो ऊ हुन्छ क्या
के अरे यसलाई के भन्छ डलर हुन्छ कि यसको भित्र डलर के हुन्छ अरे डलर ओइ तल त हेबे हेपे मात्र हो रे यो त अति नै भयो नि हेलो हेलो यो हेपाई कसरी दिन्छु यो हेपाई कसरी पाइरहेको छ थाहा छ मेरोमा गिफ्ट नआएर नि बना भयो गिफ्ट देऊ भन न अनि खेमे डलर वाला गनाएको क्या डलर वाला गन यति धेरै दियो भने खेल नि त खेल खै हाम्रोमा पनि आउँछ कि यसो डलरवाला गन खेल त ठीक आउन नि सक्छ नि भाइ हिस्ट्री भनिदिनु न अस्ति त कस्तो कस्तो आएको भनेर भनिदिनु अस्ति त्यो के रे ए अघि हाम्रै त्यसमा त के आउँछ साँच्चै मैले कोहीलाई चिनेको छैन मैले चिनेको भने यसरी अफिसियललाई हिजो मलाई बसेर त्यहीमा चिनेको यो जोडीलाई पढाइदेऊ है जोडीलाई पढाइदेऊ चिनेकै छैन त किन बस्नु पर्यो चिनेकै छैन रहेछ पढाइदेऊ उसलाई खेमे हजुर अस्ति के त्यो युनिभर्समा हुन्छ नि त्यो पुरै ब्लू के यस्तो टाउको उलाएर यस्तो गरेको आएको थियो युनिभर्समा होइन हौ युनिभर्समा होइन के त्यो के भन्छ स्पेसमा जाने सुट भन न स्पेस सुटमा यस्तो गरेको राख्यो के अनि है टिकटक कसै टिकटक गाडी लिएर त यस्तो आएको है अनि त्यो रेतमा चल्ने गाडीहरू हुन्छ नि त्यो पनि आएको थियो के अनि मनी गन त यो डलरवाला गन त कति आयो अनि हात्ती आइदियो है स्ट्याप गाइस स्ट्याप अब आफूको पो आउँछ त अब हाम्रो त कसले दिन्छ त अब हामी गरिबलाई त्यही भएर सुनेर भए पनि चित्त बुझ भनेर सुनाइरहेको छु कि मैले ए हो र यो सुन्दाखेरि त झन् चित्त बुझेको होइन कि झन् चित्त फुटेको जस्तो लाग्छ फुट्ला जस्तो चाहिँ हुँदैछ हो अनि हेलो वेलकम भवन भाइ 8 टार्गेट कम्प्लिट गर्न लेट्स गो कमन आटोटा कमन त हामी त गाह्रै पर्यो यार मेरा ग्याङले गाह्रै पर्यो दाइ ल दाइ सुन्नु न भन आज मेरो यस्तो आवाज कि गाइस कमान लेट्स गो Come on guys, show me your power guys. Power the थ्याङ्क यू सो मच गाइस गिफ्ट आउ यसको के कोही पनि नसुने अब हाम्रो पनि मान्छे आउनु पर्यो नि लेट्स गो गाइस बिजी मंकी वेलकम है वेलकम स्क्याम भइरहेछ र म सुन्दिन के को स्क्याम भइरहेछ यस्तो आउँछ यस्तो स्कोर आउँछ होइन सुन न खेमे सुन न भन आज यहाँ यस्तो स्कोर आउँछ यहाँ यस्तो स्कोरहरू आउँछ कि तिम्रो आँखा छ नि त्यो चस्माको यहाँ बिचबाट पुलुक्क आउँछ कि बुझ्यो यस्तो स्कोर आउँछ के हो हाम्रो पनि एक चलपल हान्नु पर्ला जस्तो त भएन त बिजी मंगी एक चलपल हान्नु पर्ला जस्तो छ भएन उताबाट के भयो गेम खेल्ला छु एकछिन गाइस कमान इन्टु लेट्स गो यहाँबाट देखाउँछ नि यत्रो ठुलो थ्याङ्क यू सो मच सबैजनालाई फलो गरिदिनु भएकोमा राम्रो फलो गरिदिनु भएको छ निरज गुरुङले फलो गरिदिनु भएको छ बिजी छोरोले फलो गरिदिनु भएको छ इन्द्रजी गाइस लाई गाइस ट्रिपली लभली लेट्स गो हारसम्मै उताबाट खेल थ्याङ्क यू सो मच लेट्स गो थ्याङ्क यू सो मच प्रिया गाइस ल खा लास्ट टाइममा बुस्टिङ मैले भन्नु गाइस भनेर उषा मगर थ्याङ्क यू सो मच सुनिता दोङ थ्याङ्क यू सो मच फलो गरिदिनु भएकोमा सामिता नामै सामिता हो साइलोसँग खेल्ने अनि तपाईँले त बिहानलाई मलाई ल के रे नाम के हो कि अनि सामी त मलाई त नामै पढ्न आउँदैन क्या के गर्नु त अब मलाई त यस्तै छ गाइस बुस्टिङ सेक्सन हामीसँग बुस्टिङ सेक्सन एक हराउनु त यो जिसालाई त यहाँ बुस्टिङ छ नि बुस्टिङ छ आइगाइज हामीसँग त फेरि यस्तो होइन त्यो रातोवाला गोलाउँछ होइन त्यो छ कि यता यहाँ जे छ यसपालि खेमेलाई भाइटिका लाउने कि नलाउने भनेर यहाँ कमेन्ट आइरहेछ भइहाल्छ नि हेर त खेमे कतिसम्म गरेछ तँलाई त भाइटिकासम्म लाउँछु भन्छ भयो गाइस हेर त भेटाउनु पर्यो करिबमा छौँ त दुईजनालाई जितिदिनु क्या दुईजनालाई नै लिड गरेर क्या बुस्टिङ चाहिँ गाइस इफ एनीबडी बुस्टिङ लेट्स गो
यो गेम पछाडि जेसा र खेमेको चाहिँ बवाल होला जस्तो छ जेसा र खेमे लागि बस्नु पर्यो Guys, गेम guys, खेल्नु guys, पर्यो, म नि guys. हेर्न आउँछु Let's go. Come on. Boosting if I have जेसा म जन्केको त जेसा guys, boosting. Let's go. जेसा Boosting section. खेमेलाई धोप्पी हान्नु पर्यो है त्यस पछाडि अब हजुर खेमेलाई धोप्पी हराउनु पर्यो क्या अब Let's go. Come on. अब पुरै हार्यो हैन के छ भने जितेन खेमेकोमा छैन क्या थ्याङ्क यू सो मच गाइस थ्याङ्क यू सो मच मिस सुमन मगर थ्याङ्क यू सो मच ल म निस्के खेमे र जेसा खेला ल म हेर्छु खेमे र जेसा खेला ल जोनी म निस्के ल ल म पनि निस्किन्छु अब निस्का तिम्रो त केही कामै छैन नि ल भाइ क्या भनिदिएर यार